नमस्ते, म डाक्टर रोशन चौधरी। आज तपाईँहरूसँग नेपाल सरकारको प्रायोरिटी 1 मा पर्ने नेसनल इम्युनाइजेसन प्रोग्रामको बारेमा कुरा गर्छु। यस अन्तर्गत कुन कुन भ्याक्सिन कहिले कति डोजमा र भ्याक्सिन छुट भएको अवस्थामा कसरी इम्युनाइजेसन गरिन्छ भन्ने जानकारी दिनेछु। आज चाहिँ हामी नेसनल इम्युनाइजेसन प्रोग्रामको बारेमा कुरा गर्नेछौँ। नेसनल इम्युनाइजेसन प्रोग्राम नेपालमा 2034 सालमा सुरु गरिएको थियो। यो चाहिँ नेपाल सरकारको प्रायोरिटी 1 प्रोग्राम हो, जुन चाहिँ मिनिस्ट्री अफ हेल्थ र पपुलेसनको अन्तर्गत पर्छ। यो प्रोग्राम नेपालको वान अफ द सक्सेस प्रोग्राम मध्ये पनि पर्छ। अब डिटेलमा हामी चाहिँ नेसनल इम्युनाइजेसन प्रोग्रामको कुरा गर्नेछौँ, जस अन्तर्गत फर्स्ट भ्याक्सिनेसन चाहिँ BCG हो। यो सिङ्गल डोजमा 0.05 ml राइट अप्पर आर्म्स डेल्टोइड र इन्ट्राडर्मल दिनेछ। यो चाहिँ बर्थपछि एकैपटक हो। अनि यो भ्याक्सिनको टाइप चाहिँ लाइभ एटेन्युटेड भ्याक्सिन हो। अब यो भ्याक्सिन कुनै बच्चालाई छुट भयो भने यदि अप टु 5 वर्षसम्म यो भ्याक्सिन चाहिँ दिन मिल्छ। जस अन्तर्गत यदि 1 वर्षभन्दा कमको बच्चा छ भने पुरानै डोज 1 डोज 0.05 ml इन्ट्राडर्मल, तर 1 वर्षभन्दा बढी ठुलो बच्चा आयो भने 0.1 ml र इन्ट्राडर्मल नै दिने हो। यो चाहिँ FIPV को सिरिन्जले दिने गर्छ। र BCG भ्याक्सिन लगाएपछि क्षयरोगबाट बचाउने गर्छ। त्यो पनि फोक्सोको क्षयरोग होइन, अर्को ठाउँको क्षयरोग, जसरी मिलियरी ट्युबरक्लोसिसहरू हुन्छ त्यस्तो केसेसहरूमा BCGले काम गर्छ। अर्को भ्याक्सिनेसनको कुरा गर्छु, जुन चाहिँ ओरल रुटबाट दिने गर्छ होइन। त्यो चाहिँ 2 डोजेज, अनि यसलाई पुरै 1 ट्युब दिनुपर्छ। मतलब जति भाइल छ त्यो सबै दिने। त्यो चाहिँ भ्याक्सिनको नाम चाहिँ रोटा भ्याक्सिन हो। यसको दिने साइट चाहिँ ओरल नै हो। अनि कहाँ दिने भने बकल क्याभिटीको इनर पार्ट अफ चिकमा। यो दिने कहिले हो भनेपछि 6 र 10 हप्तामा 2 डोज, 4 हप्ताको फरक गरेर। यो पनि लाइभ एटेन्युटेड भ्याक्सिन नै हो। र यसको क्याचअपको कुरा गर्दाखेरि मतलब छुट भएको बच्चाहरूलाई दिनुपर्ने अवस्थामा अप टु 2 इयर्ससम्म दिन मिल्छ। त्यसपछि चाहिँ नदिने हो होइन। अनि यसको 2टा डोज हुन्छ एट इन्टरभल अफ 1 मन्थ। र 2 वर्षभन्दा बढी छ भने मैले अघि भनि नै सकेँ, भ्याक्सिनेसन चाहिँ गर्नु हुँदैन त्यो रोटा भ्याक्सिनको। अब यसले चाहिँ रोटा भाइरसले गराउने डायरियालाई प्रिभेन्ट गर्छ। त्यस्तै अर्को ओरल भ्याक्सिन अन्तर्गतमै पोलियो भ्याक्सिन पर्छ, जुन चाहिँ ओरल रुटबाटै दिने हो। र यसको 2 थोपा भन्छ, 2 ड्रप दिने हो। र यो चाहिँ 3 डोजेसमा दिनुपर्छ, जुन चाहिँ 6, 10 र 14 हप्तामा गरी 3वटा डोज दिनुपर्छ। यो भ्याक्सिन पनि लाइभ एटेन्युटेड भ्याक्सिन नै हो। यसको क्याचअपको कुरा गर्दाखेरि यो चाहिँ भ्याक्सिनेसन चाहिँ 5 वर्षसम्म दिने मिल्छ। अनि सेम डोज 3वटा डोज एट द इन्टरभल अफ 4 विक्स अथवा 1 मन्थ। अब यो चाहिँ पोलियो डिजिजबाट बचाउनको लागि पोलियो भ्याक्सिन दिने गर्छ। र यसको अर्को फर्म चाहिँ नेपाली इम्युनाइजेसनमा भ्याक्सिनेटेड इन्जेक्टेबल पोलियो भ्याक्सिन पनि छ। यो चाहिँ भ्याक्सिन एसोसिएटेड पोलियो डिजिज बचाउनलाई दिने हो, जुन चाहिँ यसमा चाहिँ जुन इरिडिकेट भइसकेको छ त्यो भ्याक्सिनको स्ट्रेन हटाएर 2टा स्ट्रेन मात्र दिएको छ। यसको 2वटा डोजेसहरू हुन्छ, जुन चाहिँ 0.1 ml हो, राइट आर्म सोल्जरमा डेल्टोइड दिन्छ इन्ट्राडर्मल रुटबाट। यो चाहिँ 14 हप्ता र अर्को डोजेस चाहिँ 9 मन्थमा दिने गर्छ। यो किल टाइप अफ भ्याक्सिन। यसको क्याचअप 5 वर्षसम्म हो, जुन चाहिँ 2वटा डोजेसमा 4 विक्सको इन्टरभलमा दिन मिल्छ। भ्याक्सिनको कुरा गर्छु, जसले चाहिँ डिप्थेरिया, पर्टुसिस होइन, हेपाटाइटिस बी र ह्युमन इन्फ्लुएन्जा टाइप बी एसोसिएटेड डिजिजहरूको प्रिभेन्सनको लागि दिन्छ, जसलाई पेन्टाभ्यालेन्ट पनि भन्छ। यसको 3वटा डोजेसमा दिन्छ, जुन चाहिँ 6 हप्ता,
10 र 14 हप्ताको 10 र 14 विक्समा दिन्छ। यसको डोज 0.5 ml लेफ्ट थाइमा दिन्छ इन्ट्रामस्कुलर रुटबाट। अब यसमा मिक्स्ड टाइप अफ रहेछ, किनभने 5वटा डिजिज भएको कारणले कुनै भ्याक्सिन टक्सोइड रहेछ, कुनै किलको स्ट्रेन रहेछ, कुनै सब युनिट र कुनै सब क्याप्सुलर पनि रहेछ। अब यसको क्याचअपको भ्याक्सिनेसनको कुरा गर्दाखेरि 2 वर्ष, यो चाहिँ क्याचअप चाहिँ 5 वर्षसम्मलाई दिन मिल्छ र 2 वर्षभन्दा कमको बच्चा आछ भने 3वटा डोज 1 मन्थको इन्टरभलमा र 2 देखि 5 वर्षको बच्चा आछ भने 3वटा डोज दिनुपर्छ। एउटा डोज जुन दिन आयो त्यसलाई 0 मानेर त्यसको 1 महिनाको पछि सेकेन्ड डोज र 0को अर्को 6 मन्थ मानेर तेस्रो डोज, टोटल 3वटा डोज। र यसले प्रिभेन्ट गर्ने अघि नै भनेको थिएँ मैले, डिप्थेरिया, पर्टुसिस, टेटनस, हेपेटाइटिस बी, हिमोफिलस इन्फ्लुएन्जा टाइप बी डिजिजहरूलाई प्रिभेन्ट गर्छ। र अर्को भ्याक्सिन हो पिसिबी। यसलाई निमोकोकल कन्जुगेटेड भ्याक्सिन पनि भन्छ। निमोनिया कज बाई निमोकोकल ब्याक्टेरियाले गराएको डिजिजलाई प्रिभेन्ट गर्नलाई लाउने हो बच्चाहरूलाई। यसको पनि 3वटा डोजहरू छ। एउटा चाहिँ 6 र 10 हप्तामा, अर्को चाहिँ 9 मन्थमा, टोटल 3वटा डोज। यो चाहिँ सब युनिट टाइपको भ्याक्सिन हो। यो लाउने चाहिँ राइट थाइमा हो, त्यो पनि इन्ट्रामस्कुलर र 0.5 ml। यो पिसिबी चाहिँ छुट भएको बच्चालाई 5 वर्षसम्म दिन मिल्छ, जस अन्तर्गत चाहिँ 1 वर्षभन्दा कम छ भने टोटल 3वटा डोजेस 4 विक्सको इन्टरभलमा र 1 वर्षदेखि 5 वर्ष छ भने 2वटा मात्र डोज दिने हो। यो याद राख्नुपर्ने कुरा रहेछ। अर्को सबमा लगभग 3वटै डोज रहेछ, यसमा चाहिँ 2टा डोज, त्यो पनि 2 मन्थ्सको इन्टरभलमा। पिसिबी है। त्यस्तै एमआर भ्याक्सिन, मिजल्स र रुबेला। यो चाहिँ भाइरस एसोसिएटेड डिजिज मिजल्स रुबेला हो, जसको भ्याक्सिनेसन चाहिँ 9 मन्थ र 15 मन्थमा 2 डोजेस गरेर दिन्छ। यो चाहिँ लाइभ एटेन्युटेड भ्याक्सिन हो। यो सबक्युटेनियस रुटबाट लेफ्ट सोल्जरमा 0.5 ml गरेर दिने गर्छ। त्यस्तै यसको क्याचअपको कुरा गर्दाखेरि यो 9 मन्थमा त सुरु नै हुने हो। त्यसपछि बच्चा आयो भने 9 महिनादेखि 15 महिनाको बिचमा आएको छ भने फर्स्ट डोज एट कन्ट्याक्ट दिने र नेक्स्ट डोज चाहिँ 15 मन्थमा दिइहाल्ने हो। 4 विक्सको एटलिस्ट 4 विक्सको इन्टरभल छ भने बिचमा। र इफ बच्चा चाहिँ 15 मन्थमा देखि लिएर 5 वर्षको बिचमा आएछ भने 2 डोज दिने 1 मन्थको इन्टरभल। एमआरले चाहिँ मिजल्स र रुबेलाको एगेन्स्टमा प्रोटेक्सन दिन्छ। त्यस्तै यो चाहिँ जेपनिज इन्सेफेलाइटिस डिजिजको एगेन्स्टमा दिने भ्याक्सिनेसन हो। यो पनि अघि जस्तै सेम डोजेज छ, 0.5 ml राइट थाइमा सबक्युटेनियस रुटबाट। अनि यसको चाहिँ एउटा डोज मात्र हो जुन चाहिँ 12 मन्थमा दिन्छ। यो चाहिँ किल टाइप अफ भ्याक्सिनेसन दिने हो र यसको क्याचअप चाहिँ 12 मन्थदेखि लिएर 5 इयर्सको बच्चालाई, 12 मन्थदेखि 5 इयर्सको बच्चालाई एउटा डोज दिए पुग्छ। त्यस्तै गरी नयाँ रिसेन्टली एड भएको एउटा चाहिँ टाइफाइड भ्याक्सिन हो। अर्को माथि दुईवटा कुरा गरि नै सके। अर्को छ एचपिभी र प्रेग्नेन्सीमा चाहिँ टिडी। त्यस्तै नयाँ भ्याक्सिनको कुरा गरी टाइफाइड भ्याक्सिनेसन चाहिँ यसलाई टिसिभी पनि भन्छ। यो चाहिँ 0.5 ml इन्ट्रामस्कुलर लेफ्ट थाइमा र यो चाहिँ एउटा डोज गरेर 15 मन्थमा दिने हो, एउटा डोज 15 मन्थमा। त्यस्तै यसको टाइप चाहिँ कन्जुगेटेड नै हो, कन्जुगेटेड टाइपको भ्याक्सिनेसन हो। र क्याचअपको लागि 15 महिनादेखि लिएर 5 वर्षको बिचमा आयो भने एउटा डोज मात्र दिनुपर्छ। त्यस्तै एचपिभीको कुरा गर्दाखेरि यो चाहिँ रिसेन्टली एडेड भ्याक्सिनेसन हो। यो कसलाई दिने भनेपछि कक्षा 6 सम्म पढ्ने छात्रलाई वा विद्यालय नगएको 10 वर्षसम्मको छात्रलाई दिने गर्छ। र प्रेग्नेन्सीमा चाहिँ अर्को एउटा रिसेन्ट चेन्जेस भएको छ, जुन चाहिँ टिटीलाई सिफ्ट गरेर टिटनस डिप्थेरिया गराएको चेन्ज गरेको रहेछ भ्याक्सिनेसनमा। यो पनि दुईटा डोज, फर्स्ट प्रेग्नेन्सी छ भने 2टा डोज दिने होइन, त्यो पनि इन्ट्रामस्कुलर रुट। तर रिपिटेड प्रेग्नेन्सी, सब्सिक्वेन्ट प्रेग्नेन्सी भएको छ भने सिङ्गल डोजले पुग्छ। ल हस् त, धन्यवाद।
आजको लागि यति नै। सर सल्लाह सुझाव दिनुपर्ने लाग्यो भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। धन्यवाद।